दुःखमा साथ दिने भनेको आफू मात्रै हो क्या। दुःखमा लास्ट कन्डिसनमा हुन्छ नि, त्यो अवस्थामा चाहिँ तपाईँ एक्लै, तपाईँको अगाडि पछाडि हुन्छ नि, कोही पनि हुँदैन हो। जबसम्म आफ्नो गोजीमा पैसा हुन्छ होइन, सम्पत्ति हुन्छ, तब मात्रै हो मान्छेले अब आफ्नो हो, यो मेरो हो, मेरो मान्छे हो भन्ने भन्ने होइन। तपाईँसँग आउने बाटो थाहा छ, त्यतिखेर मात्रै तपाईँलाई चाहिँ ए यो त मेरो मान्छे हो, फलाना मेरो मान्छे हो, ढिस्काना मेरो मान्छे हो भन्छ। जब तपाईँसँग केही हुँदैन तब तपाईँ तिनीहरूसँग जानु होइन, भन्नु अथवा सहयोग माग्नु। तपाईँलाई चिन्दैनन् पनि, गन्दैनन् पनि, पत्याउँदैनन् पनि, त्यस्तो हुन्छ क्या लाइफ। त्यही भएर जिन्दगीमा केही गर्नु छ होइन, मान्छे आफ्नो बनाउनु छ भने चाहिँ सम्पत्ति चाहिन्छ। सम्पत्ति हुनैपर्छ, तब मात्र मान्छे सबै आफ्नो हुन्छ, नगरे कोही आफ्नो हुँदैन। जब तपाईँ फेरि आफन्त कस्ता हुन्छन् भने नि, जब तपाईँ अगाडि बढ्दै जानुहुन्छ होइन, तपाईँ अब जिन्दगीमा सफलता प्राप्त गर्दै जानुहुन्छ, त्यतिखेर फेरि आफन्त खुट्टा तान्छ, आफन्त नै हुन्छन् खुट्टा तान्ने। अनि कसरी हुन्छ यसलाई लडाउने, कसरी हुन्छ यसलाई पछार्ने। जब तपाईँ अब असफलता हुँदै जानुहुन्छ होइन, जब तपाईँ गर्दा गर्दै पनि ढल्नुहुन्छ, तब त्यतिखेर फेरि एकछिन खाइस ठिक पऱ्यो, यसलाई चाहिँ बेस्ट भन्नुहुन्छ। एक त के हुन्छ भने आफ्नो मान्छेहरू अगाडि नजाओस् होइन, मभन्दा अगाडि नजाओस्, मभन्दा राम्रो नलाओस्, मभन्दा त्यस्तो तल नै रहोस् भन्ने खालको कन्सेप्ट हुन्छ क्या। अनि त्यो बेलामा अब तपाईँको दुःख पोख्ने मान्छे पनि कोही हुँदैनन् होइन, कसलाई गएर आफ्नो पीडा सुनाउने, नचिन्ने मान्छेले, बाटामा हिँड्ने मान्छेले यस्तो छ यो छ त्यो छ भन्ने पनि भएन। अनि फेरि आफ्नो मनको कुरा खोलेर कसैलाई अब क्लोज भएर सुनायो भने ऊ हाँसिदिन्छ होइन, उसलाई मजाक मात्रै हुन्छ, उसलाई कथा कहानी सुनाए जस्तो मात्रै हुन्छ, उसलाई टाइम पास हुन्छ। आफ्नो मनको कुरा कसैलाई सुनाएर भने काम छैन, नसुनाउँदा पनि मनमै गुम्सिन्छ। सबैभन्दा बेस्ट के हुन्छ भने केही न केही काम लिएर बिजी भएर बस्ने होइन, आफ्नो काम गर्ने, हिँड्ने, के गर्यो भने चाहिँ बरु बेस्ट हुन्छ। नत्र भने त अब खालि दिमाग चेतनको बास भन्छन् है, त्यत्तिकै बस्छ भने त दिमागमा दुनियाँ यो घुट्छ त्यो घुट्छ होइन, यो गर्दा पो हुन्छ कि त्यो गर्दा पो हुन्छ कि यसो गर्दा पो हुन्छ कि अब यो गर्छु त्यो गर्छु भन्यो। अनि त्यत्तिकै फ्रस्ट्रेसन हुने होइन, रिस उठ्ने, अनि के हुने, जाँगर नचल्ने, अल्छी लाग्ने, त्यस्तो हुन्छ क्या। तर त्योभन्दा केही न केही एउटा काम यताउता गऱ्यो भने चाहे त्यो सक्सेस होस् नसक्सेस होस्, डोन्ट स्टप योर ड्रिम्स होइन। तपाईँको कामलाई चाहिँ स्टप गर्नु भएन क्या, तपाईँको सपनालाई चाहिँ स्टप गर्नु भएन क्या, मुभ अन गरिराख्नु पऱ्यो क्या, चलिराख्नु पऱ्यो क्या, फरवार्ड गरिराख्नु पऱ्यो त्यसलाई होइन। त्यसलाई चाहिँ चलायमान बनाइराख्नु पऱ्यो, तपाईँ आफू चलायमान भइराख्नु पऱ्यो, केही न केही गरिराख्नु पऱ्यो होइन। चाहे त्यो भराइसी काम होस्, चाहे त्यो बाहिर काम होस्, चाहे आफूलाई रुचि लागेको काम होस्, चाहे आफूलाई रुचि नलागेको काम होस्, कुनै न कुनै सफल हुन्छ होइन। भगवान्ले पनि के भनेको छ है, खोज पाउनेछु, ढकढकाउ खोज्नेछु, ढकढकाउन पनि नछोड्ने, खोज्न पनि नछोड्ने क्या। काहीँ न काहीँ भेटिन्छ होला नि त हाम्रो लागि, काहीँ न काहीँ होला नि त है। सबै यतिकै त जिन्दगी त जाँदैन। जब हामी हारिन्छ तर लडिन्छ तर हार्नु हुँदैन। एकचोटि लड्दैमा, दुईचोटि लड्दैमा हार्नु चाहिँ हुँदैन। कन्टिन्यू कोसिस गरिराख्यो भने एक दिन खुट्टा टेकिन्छ, अवश्य टेकिन्छ, चाहे त्यो जस्तो सुकै परिस्थितिमा होस्। यो चाहिँ एकदम कन्फर्म हो। बिस्तारै गर्नु, ढिलै गर्नु, तर गर्न नछोड्नु, यही नै कन्सेप्ट हो क्या। जे कुराहरू एकदम टिक्नु छ, एउटा
जब टिक्यो कि तब बिग्यो क्या, जे कुरामा पनि टिक्यो कि बिग्यो। मतलब कुनै काम गर्दै हुन्छ, मानौ एउटा कुनै व्यवसाय लिनुहुन्छ, त्यहाँ अब अहिले गरेर भोलि त आउँछ होइन, त्यसले त लामो समयसम्म लाग्छ, पर्खिनुपर्छ, कोही बेला घाटा जान्छ, कोही बेला लिन्छ, तर त्यहाँ टिक्न सक्यो भने चाहिँ त्यसले बिस्तारै बिस्तारै पिकअप लिन्छ क्या, त्यसले बिस्तारै बिस्तारै चाहिँ लाग्छ, त्यसको ग्रोथहरू त्यसरी पनि त खेती गर्ने। हाम्रो बानी के छ भने, मानौ न कसैले एउटा पसल थालेर बस्यो होइन, ज्यादासम्म अब एउटा केही व्यवसाय गरेर बस्यो, अब अलिकति लस हुने बित्तिकै हात्तिएर विदेशतिर गइदिनु हुन्छ। हुन त अब नेपालमा त्यति सहज पैसा कमाउनु त छैन, अब पनि अब कमाइ पनि राखेको छ, तर पनि जे कुरामा पनि कन्टिन्यू गर्यो भने चाहिँ हुन्छ, सफलता पाइन्छ। तर आफूले भने जस्तै चाहिँ हुँदैन, आफूले भने जस्तै चाहिँ हुँदैन, आफूले सोचे जस्तो भने जस्तो बिल्कुल हुँदैन, तर पनि केही न केही चाहिँ लाइफमा सेटिस्फाई चाहिँ हुन सक्छ।